साथीहरू मङ्सिर 7 गतेपछिको योजना के रहेछ एकचोटि सुनौ त। स्वागत नेपालको मुखबाट। देशैभरिको सबै बस स्टपमा एकैचोटि एउटै समयमा 1 घण्टा मात्रै ठप्प गर्नेछ। पहिलो, त्यसले दिनभरि सवारी साधनमा आवागमन गर्ने सबैलाई डिस्टर्ब गर्ने छैन। 1 घण्टाका लागि हरेक चोकमा हामी रोकिदिनेछौँ। जहाँ आएका बसहरू हुन्छन् त्यहीँ रोकिनेछ। मैले चरणबद्ध रूपमा कार्यक्रमको प्रकृति बताइरहेको छु। यसपछि पनि सम्बोधन भएन भने हामी देशैभरिको सबै बन्द गर्नेछौँ। त्यसपछि भएन भने हामी सडक यातायात मात्र होइन, हामी विद्यालयहरूलाई छुँदैनौँ। आवश्यक परेछ भने विद्यालय, सरकारी कार्यालय लगायत सबै बन्द गर्ने हाम्रा क्रमशः अल्टिमेटमहरू जुन दिएका हुन्छौँ त्यसलाई अनदेखा गरियो भने त्यो चरणमा जानेछ। त्यसपछिको आन्दोलन सडक यातायात मात्र होइन, हवाई सेवाको पनि हडताल हुनेछ। हामीले यो वर्कआउट गरिरहेछौँ। प्रकृति बताइरहेको छु। यो पश्चात पनि भएन भने राज संस्थाका समर्थकहरूले आन्दोलन गर्न सक्दैनन्। यिनीहरूको सडकमा हिजो हामीले गरे जस्तो देशका लागि मर्न तयार छौँ भन्ने यहाँ छैनन्। यिनीहरू सुखसयलवालाहरू हुन् भन्ने जे भाष्य थियो त्यो तिनकुनेको घटनादेखि अन्त्य भयो। देशैभरिका साथीहरूलाई विचलित नहुन आह्वान गर्छु। सफल हुनका लागि 2टा मात्रै शर्त हुन्छ। त्यो 2टा शर्त यहाँ पुरा भइसकेको छ। पहिलो शर्त, जब निर्दोष नागरिकको रगत जमिनमा झर्छ त्यो आन्दोलन सफल भएरै छोड्छ। असफल भएको अहिलेसम्म इतिहासमा कुनै पनि उदाहरण छैन। यो सफल हुन्छ। देशले निर्दोष नागरिकको रगत यसरी बगेको र अन्याय गरेको योजना बनाएर सरकारको प्रमुखले नागरिकको हत्या गर्न निर्देशन दिएको सहन सक्दैन। साथीहरू भिडियो त हेरिहाल्नु भयो होला। के फेरि मङ्सिर 7 गतेपछि देश अस्तव्यस्त हुन्छ कि क्या हो? जेएनजी आन्दोलन भएको जस्तै। तपाईँलाई कस्तो लाग्छ उहाँको योजना भन्नुहोस् है।